हेलो साथीहरू सबैजनालाई है, हेर्नुहोस् है, नमस्कार, जय श्रीराम, राधे राधे, हर हर महादेव। र हामी चाहिँ सिन्ताम हिँड्यौँ है। हामी हिँडेको चाहिँ हामी लिङ्गी हो, तर अलिकति सिन्ताममा काम छ नि त, त्यसै कारणले हामी चाहिँ सिन्ताम जाँदै गरेको। हेर्नुहोस् है, यो मेन रोडको हो। अन्त हेर्नुहोस् त, हामी सिन्ताम पनि पुग्यौँ। फिलहाल चाहिँ अब सिन्ताममा अलिक काम छ नि त, त्यसै कारणले हेर्नुहोस् त, यहाँ कति मजाले है, एकदम क्लियर मजाको देखिरहेछ। लाइटै लाइट चारोतर्फ बलिरहेको। हेर्नुहोस् त, यो चाहिँ सिन्तामको नजारा हो है। सिन्ताम यस्तो खालको छ। यस्तो हुन्छ साथी हो, के गर्नु, बेला यसो हिँड्नु पनि पर्छ। कति काम मात्रै गर्नु, बेलुका यसो रिल्याक्स पनि हुने, जिउलाई है रिसेट पनि हुने। त्यसै कारणले तपाईँहरूलाई मैले चारोतर्फ देखाउँदै गएँ। हेर्नुहोस्, धेरै देखाउनु चाहिँ भ्याइनँ है, अलिक टाइम पनि थिएन। त्यसैले गर्दा तपाईँहरूलाई म देखाउँदै गएँ। र हेर्नुहोस्, यस्तै छ। हेर्नुहोस् त, गाडी कुदिरहेको छ, मान्छे रोडमा हिँडिरहेको। बजार त हो, अब बजारमा यस्तै हुन्छ है, एनी टाइमै जहिले तहिले भिडै हुन्छ है। एनी टाइम यत्तिकै हो, कहिले खाली हुँदैन। र यस्तो छ यहाँको नजारा, दृश्य चाहिँ है। र दुईजना मजाले गयौँ गाडीमा सरेर। हाम्रो घर मालिक हो, हामीले गाडी चाहिँ मागेर लग्यौँ है। अब हाम्रो आफ्नो गाडी त छैन है, र घर मालिकको गाडी दिएको थियो हामीलाई। र फिलहाल चाहिँ हामी पम्पमा पुग्यौँ है। अब यहाँ तेल पनि हाल्छौँ हामी, तेल हाल्ने। यहाँ स्कुटीमा तेल हाल्नु छ। यहाँ हाम्रो कुले दाजुले पनि तेल हालेको रहेछ है। उसले यो एनबिसिसी क्लाइन्टको तेल लिनु गएको रहेछ। कुले दाजुले ढकन आउँदैछ तेल हालेर। त्यो एनबिसिसीको उयो पनि रहेछ, त्यसले बिल पेड गर्दै सायद। मैयाले तेल हाल्दै पैसा थाप्दैछ। र मैले यहाँ रेट पनि हेरेँ हो। कुले दाजुलाई जिस्काएँ, जराले हाँस्दै मलाई जिस्काउँदैछ। फेरि म पनि जिस्काउँदै थिएँ नि त। हेर्नुहोस् त, यहाँ तेलको चाहिँ कति हाल्दैछ, 6 लिटर 600को हालेको रहेछ। 6 लिटर 74 पोइन्ट मात्रै आएछ 600मा चाहिँ हो। त्यो ड्राइभरले नि हाँस्दै के भन्दैछ, लक गर्दैछ उसले। हाम्रो साथीले पनि तेल हाल्नु थियो, र तेल हाल्यौँ, हामी निक्ल्यौँ अब तेल हालेर चाहिँ। हेर्नुहोस् है, हिँड्दै रात परिगयो है। हामी उज्यालोमै हिँडेको थियौँ, तर हिँड्दै यो टाइम भयो हो। हेर्नुहोस् है, यहाँको नजारा चाहिँ यो चाहिँ। अब हामी हिँड्नु त दिउँसै हिँडेको, तर हिँड्दै रात परि गए। यस्तो छ साथीभाइ हो यहाँको यो बाटोघाटो है। कति ठाउँ रफ छ, कति ठाउँ राम्रो छ, यस्तै छ। हेर्नुहोस् त, हिँड्दै रातभरि गयो। यहाँ बाटो झिकझ्याक रहेछ। यहाँ चाहिँ अब ब्याक कटिङ हुँदैछ नि त बाटो चाहिँ, जतासुकै। त्यसले गर्दा झिकझ्याक ठुलो बम्पर आयो। अब हामी मरमा नि पुग्यौँ, र साथीले चाहिँ खाना पनि खायो है। र मलाई पनि खानु भन्दै थिएँ, मैले चाहिँ खाइनँ, साथीलाई मात्रै खानु भने, मलाई चाहिँ मन थिएन हो। र हेर्नुहोस् त, डिनर सेटहरू कति मजाको सेटहरू, यहाँ खालको सेटहरू है। हाम्रोतिर नै हुनुपर्ने। यहाँ भाँडाकुँडाको लथालिङ्गै। अब 3 तारिक काम रहेछ हो, त्यसै कारणले हामी चाहिँ, हाम्रो चाहिँ स्टाफ हो, स्टाफको घरमा गएको थियौँ है। मैले उसको भिडियो चाहिँ लिनु पाइनँ हो। मलाई अलिकति किनभने यसो क्रियामा बसिरहेको छ, कसरी भिडियो लिनु भनेर लिनँ। तर मैले तल डाइनिङ सेटको चाहिँ मैले अलिकति लिएँ हो। साथीले के खाँदै बस्केर, खानेकुराहरू बस्केर खाँदै गरेको है। हेर्नुहोस् यो कति मजाको डिनर सेटहरू। हेर्नु त, यो खाना राख्ने चाहिँ मजाको लाग्यो मलाई चाहिँ, साह्रो मन पऱ्यो क्या यो चाहिँ नि। यसै
साह्रो स्याटिस लाग्यो मलाई तर यो डिनर सेटहरू चाहिँ त्यही कारण मैले तपाईँलाई निकै धेरै देखाएँ यो सेट चाहिँ है एकजना यहाँ दाजु पनि आउनुभयो मसँग निकै बेर गफ गर्नुभयो हो अन्त मजा आएको थियो एकदम गयौँ होइन पुग्यो एउटा स्टाफको घरमा जान्छु भन्ने सोख थियो गएँ भेटेँ यहाँ चाहिँ खोले पकन जग्गा रहेछ यो सिँढी है माथि पर्छ उहिलेको गारे घर रहेछ यस्तो घरहरू हतपत देख्नु पाइँदैन कता कता मात्रै देख्नु पाइन्छ